महिमाको बारीमा ऋषेश्वर सौनकाजीलाई सुत पौराणिक अत्यन्त गम्भीर वाणीमा भगवत भक्ति महिमाको बारेमा सम्बोधन गर्नुभयो। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। पहिलो नारायण भगवानलाई मेरो नमन। ज्ञानको शक्ति पैदा गर्नेवाली ज्ञानकी खानी देवी सरस्वतीलाई र यो श्रीमद् भागवतको रचना गर्ने रचनाकार वेदव्यासलाई नमन गर्दै तपाईँले गर्नुभएको 6वटा प्रश्नमा सबभन्दा पहिले मनुष्य कर्म के हो भनेर प्रश्न गर्नुभएको थियो। मनुष्य कर्म भनेको चाहिँ कर्म गर्नु हो। कर्म गर्दा फलको आशा धेरै नगर्नु। फलको आशा गर्यो भने फल पुरा भएन भने दुखी हुन्छ मान्छे। कहीँ 1 करोड लगानी गर्यो, अर्को वर्ष 2 करोड पुर्याउँछु भन्ने सोच्यो हो, घाटो लाग्यो भने मान्छे आत्महत्या गर्छ। त्यही भएर कहिले पनि फलको अभिलाषा पनि लिन हुनु। जे कर्म गरे पनि भगवानमा अर्पण गर्ने काम गर्नु। म चाहिँ होइन है, मैले गरे हो, म सर्वे सर्वा हो, म कर्ता हो, मै कर्म गर्नेवाला हो भन्ने अभिमान जगाएर कर्म गर्यो भने व्यक्ति दुखी हुन्छ। मैले गरे होइन, परमात्माले गरे हो, परमात्माले हराएको हो भन्ने सोचेर विश्वास र भरोसा सहारा परमात्मामा लिएर कर्म गर्यो भने त्यो व्यक्ति दुखी हुँदैन। विचार गर्नु सक्यो होइन? तपाईँ म यहाँ बसिरहेको छु नि कुर्सीमा, किन बसिरहेको छु? भरोसाले, विश्वासले। त्यो कुर्सीले मलाई अडाएको छ भन्ने विश्वास। त्यो कुर्सीमा हजुर भन्नुभएको छ, विश्वास छ। त्यो भिरमा गएर कुर्सी अडाएर कोही बस्दैन, विश्वास हुँदैन। यसै गरी जीवन चलाउन विश्वास चाहिन्छ। त्यो विश्वास र भरोसा परमात्मामा गर्ने काम गर्नु, कर्म गर्नु, भाव भगवानमा लैजानु, कर्मयोगी बन्ने काम गर्नु मनुष्यको परम धर्म भनेको यही हो। जय राम कहिले नभुलौँ, कहिल्यै नभुलौँ, हातमा काम मुखमा राम कहिल्यै नभुलौँ। मनुष्यको कर्तव्य भनेको कर्तव्य अभिमान होइन कि म कर्ता हो, मैले गरे हो भन्ने भावबाट मुक्त रहेर परमात्माको बोध गर्ने काम गर्नु वास्तवमा धर्म भनेको यही हो। दोस्रो चाहिँ हाम्रो मन चञ्चल मनलाई एकाग्र गरेका छन्। यो मेरो मन त यति अस्थिर छ र यो मनलाई के गर्ने बेला भयो, यो मनले गर्दा भन्छ नि
घर छोड्ने भने मनले मान्दैन, नत्र उहिले छोडिसक्थे भन्छन्। क्या यो मन भने हेर हजुरआमालाई के भएको, के भयो? बुहारीसँग बोलचाल छैन कि हो? यसै गर्नु भएको छ। मैले प्रवचन गरेपछि चित्त बुझेर हो कि यो मनले गर्दा भगवान् यसको मुख हेर्दा त के बस्थ्यो अरे, यो मन मान्दैन भन्छन् नि कोही। हेर अगाडि कि आमालाई नि पर्यो क्या। अब यो मन नियन्त्रण गर्ने कसरी भन्दा अरूले नियन्त्रण गरेर हुँदैन। तपाईँ घोडाको लगाम लिएर घोडाको काठीमा तपाईँ बस्नु आज, घोडालाई समाएर बस्नु आज। घोडा बेपत्ता दौडिआएछ, तपाईँ रिसल्ला हो। एकछिनका लागि रिसल्ला भने घोडा चलाउने हो, घोडचढी हो। त्यो घोडचढीले लगाम लगाएर घोडालाई नियन्त्रण गर्ने कि मेरो लगाम नियन्त्रण भएन भगवान् भनेर अरूलाई गुहार्ने। अरूलाई गुहारेर घोडा कहिले पनि नियन्त्रण हुँदैन, तपाईँ ड्राइभर हो। त्यसै गरी तपाईँको मन नियन्त्रण न छोराले न छोरीले न परिवारले चित्त बुझाउने भन्छन् नि, मन बुझाउने हो भन्छन् नि। हो, मन बुझाउने अरूले होइन, हजुरले हो। यो कला भागवतले सिकाएको। काम क्रोध लोभ मोह मद मात्सर्य। काम भनेको विषय, क्रोध भनेको रिस, लोभ मोह भनेको माया, मद भनेको घमण्ड, मात्सर्य भनेको ईर्ष्या। 6वटा चिजले मान्छे अस्तव्यस्त भएको छ। पुराण सुन्दा सुन्दै जुरुक्क उठेर जान मन लाग्ने के हो? ए 6वटा चिज होइन। उठ्ने काम चाहिँ शरीरले गर्यो, उठाउने काम मनले गर्छ। मनले उठ भनेपछि उठ्छ। त्यही भएर जे गरे पनि मनले गराउने हो। आज मकै घन्टा जा भने पनि मनले, शरीर त जाने मात्रै हो। सङ्कल्प गर्ने इच्छा गर्ने मनले होइन। आज मकै घन्टन बजा पुराण सुन्न जाने, आज म माया केमा जाने भनेर भन्ने मनले हो। त्यही भएर यो मन नै तपाईँको सुख र दुःखको स्रोत हो। त्यही भएर तपाईँले नियन्त्रण गर्ने हो मन। कसैले प्याज छ भन्यो भने लियो, मनमा लियो भने त्यसले दुख्यो हुन्छ। ठिकै छ भन्ने कुरा भनेको उसले भनेर मलाई के फरक पर्छ भन्ने सोच्यो भने मनमा लाग्दैन। मनमा नलागेपछि मनले असर गर्दैन। त्यही हो मन चञ्चल नहुने बाटो। दोस्रो सरल भाषा। तेस्रो चौथो र पाँचौँ भगवान्का अवतार आदि सम्बन्धी ज्ञान। र छैटौँ चाहिँ भगवान् परमात्मा कृष्णले यो लोक छोडिकन परमधाम गएपछि धर्मकम शरणम गता। धर्म कसको शरणमा गयो भन्दा आत्मस्वरूप भगवान् विज्ञानन्द घन चिदानन्द स्वरूप परमात्माले यो लोक छोडिकन परमधाम गइसकेपछि धर्म चाहिँ भागवतम शरणम गत। सेतो कागजमा कालो मच्छरले लेखे पनि धर्म चाहिँ भागवतको शरणमा गएको हो। त्यही भएर भगवान् परमात्मा प्रभुको अंश शक्ति अवतीर्ण भएको यो ज्ञानको गङ्गा भागवत नै भगवान्को उत्तम अंश मानिएको छ। जय राम भागवत नै भगवान्को